हेलो गाइज, गुड मर्निङ एभ्रिवान। म चाहिँ वर्ल्ड कप हेरेर अलिक लेट सुतेँ कि, अनि त्यही भएर भर्खर उठेको गाइज। त्यही भएर म एउटा भिडियो बनाउन लागेको। म चाहिँ यसपालिको वर्ल्ड कप हेर्दाखेरि अलिक कस्तो पहिला पहिलाको वर्ल्ड कप र अहिलेको वर्ल्ड कप हेर्दा चाहिँ तपाईँहरूले के फरक पाउनुभयो? मैले चाहिँ अलिक फरक निकै नै पाएँ भनौँ न। पहिला पहिलाको अब वर्ल्ड कपमा चाहिँ जसले अब जो स्ट्रङ टिमहरू चाहिँ अलिकति उनै हुन्थ्यो नि त होइन, स्ट्रङै गेमहरू खेल्ने अनि हरेक कुरामा आउँथ्यो भने यसपालि चाहिँ नसोचेको भइरहेछ गाइज। अनि त्यस्तै हो, सधैँ प्लेयरहरूले एउटै अब रेसियोमा खेल्छ भन्ने चाहिँ नहुँदो रहेछ। योपालिको वर्ल्ड कपले चाहिँ त्यस्तो देखाइरहेछ गाइस। कस्तो वर्ल्ड कपको दावेदार टिमहरूलाई चाहिँ भर्खर नयाँ आएको देशहरूले, भर्खर वर्ल्ड कपमा पाइलो टेकेको देशहरू, अनि गरिब देशहरू, अनि कति अब हुन्छ नि हरेक कुराबाट विकसित नभएको देशहरूले चाहिँ उहाँहरूलाई चाहिँ वर्ल्ड कपको दावेदार टिमहरूलाई चाहिँ पुरा ड्र गरिदिरहेको छ कि गाइज गेम। अनि त्यो त अचम्मको कुरा भएन त। सो गेमहरू चाहिँ सबै सधैँ एकै अब त्यो प्लेयरले चाहिँ सधैँ एउटै खेल्छ, एउटै खालको जुन पहिला खेल्थ्यो तर त्यसरी नै खेल्छ भन्ने चाहिँ नसोच्दा हुन्छ गाइस। सो त्यहाँ रहेछ भन्ने कुरो यो वर्ल्ड कपले चाहिँ 2026को वर्ल्ड कपले चाहिँ पाठ सिकाएछ गाइस, सबैजनालाई सिकाएको छ होइन। सो अब हिजो बिहानकै कुरा गरौँ होइन, मेसीले चाहिँ ह्याट्रिक हान्दियो र सबैजना मेसीको फ्यानहरू चाहिँ उफ्रेको माइ गड हाम्रो मेसी दाजु भन्दै होइन, सबैजना उफ्रै थियो कि। अनि त्यहाँदेखि पुरा पोर्चुगलको फ्यानहरू चाहिँ पुरा हो पक परे। हाम्रो रोनाल्डो दाजुले पनि खतरा गेम हानिदिन्छ, घट्यौँ पनि 3-4 गोल चाहिँ हान्छ भनेर भन्दै थियो क्या। अनि भरे लास्ट टाइम त ड्र भइदिएर गेम। सो गाइस सोचे जस्तो हुँदैन, अनि सबै निराश छ रोनाल्डोको गेम देखेर। रोनाल्डोको जुन खेल्ने स्किल त्यो खालको हिजो पर्फर्मेन्स देखेर सोचेको जस्तो नखेल्दै र फ्यानहरू चाहिँ निराशमा हुनुहुन्छ गाइस। सो मलाई पनि, मैले नि सोचेको थिएँ 2-3 गोल त हान्छ होला भनेर सोचेको थिएँ, तर भएन गाइस। अनि यसपालि त्यस्तै भइरहेछ गाइज। अब यही तरिकाको खेल हुँदै जाने हो भनेदेखि त